गाइजहरु तपाईहरुले चाहिँ यहाँ टक्क हाम्रो घर देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो पहाडको घर हो। चट्ट अहिले हामी चाहिँ पहाडको तेह्रथुमको फेदाप भन्ने ठाउँमा चाहिँ हाम्रो घर छ हैन। यो चाहिँ हाम्रो पहाडको घर हो। यो टक्क चाहिँ हाम्रो फेदाप वार्ड नम्बर 2 मा पर्छ यो घर चाहिँ। यहाँ चाहिँ एकदम आनन्द छ, चिसो छ हैन। यसलाई चाहिँ नामिन्दा भनेर पनि चिनिन्छ यो ठाउँलाई। चाहिँ एकदम रमाइलो छ, रमाइलो चिसो मौसम, चिसो वातावरण। अनि यो चाहिँ भन्नुहुन्छ भने ठ्याक्क यो चाहिँ हाम्रो बडबाको घर थियो पहिला। अनि अहिले चाहिँ उहाँले बेचेर गइसक्नु भएको छ। अनि यो पनि एकदम राम्रो छ पहाडको घर। यहाँनिर यो मूल घर हो। यो भन्नुहुन्छ भने यो किचन हो। किचनदेखि यतापट्टि चाहिँ यो चाहिँ पाली हो। यहाँ चाहिँ एकल गोरु र एउटा दुध दिने भैँसी पनि छ। तपाईँहरूले यहाँ देख्नुहुन्छ पहिला चाहिँ यहाँ खानो थियो। अहिले चाहिँ यहाँनिर टिन लगाएर राम्रो सुन्दर बनाउनु भएको छ। एकदम राम्रो छ। यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ मैले बनाएको फुलबारी हो। यहाँ धारो पहाडको ठाउँमा भनेको यो चाहिँ आनन्द हुन्छ। यति एक धारो पानी चाहिँ एनी टाइम जहिले सदाबार झरिरहन्छ। एकदम चिसो पानी खान पाइन्छ होइन। आनन्द छ। यो चाहिँ एकदम चिसो पानी, मधेसमा बसेकी मान्छे चिसो पानी खेलाउन